हामीले चाहिँ यो बिल्डिङमा चाहिँ टिपिकल यो मुस्ताङतिर देखिने स्ट्रक्चरल सिस्टम देख्न सकिन्छ यो बिल्डिङमा चाहिँ। जस्तो मोस्ट अफ द स्ट्रक्चरल सिस्टम चाहिँ कस्तो छ भन्दा लोड बियरिङ वाल, यता पनि लोड बियरिङ वाल, अनि फ्लोर जोइस्ट युज गरेर काठ अथवा बाँस केको डेकिङ गरेर चाहिँ के गरेको हुन्छ भन्दा यसरी ओपन स्पेस रुम निकालेको हुन्छ। तर अब यसरी आयो तर ओपन स्पेस चाहियो अथवा लामो स्प्यान चाहियो भने चाहिँ के गरेको हुँदो रहेछ भन्दाखेरि जस्तो यो बिम हामीले हेऱ्यो भने चाहिँ यो इन्टायर बिम चाहिँ के गरेको छ भने त्यो वालमा टेक छ एउटा एन्ड, अनि यो वालमा एउटा एन्ड टेक छ। सो यो लामो स्प्यान भएको भएर चाहिँ के गरेको हुँदो रहेछ भन्दा एभ्री टाइम यो इन्टर्नल कलम्सहरू चाहिँ उठाएको हुन्छ। त्यो चाहिँ कुनै कुनै ठाउँमा 2टा फ्लोर गएको हुन्छ, कुनै कुनै ठाउँ मोस्ट अफ देम चाहिँ के हुँदो रहेछ भन्दा 1 फ्लोर मात्र गएको हुन्छ। अनि त्यसमा पनि अब यो जोइन्ट हेऱ्यो भने चाहिँ यो एकदम टिपिकल जोइन्ट हो, यो यतातिर भेटिने। यसको ठाउँमा कन्क्रिट छ यहाँ, मोडर्न बिल्डिङ भएको भएर। तर पुरानो बिल्डिङ्सहरूमा हेऱ्यो भने चाहिँ यसको ठाउँमा ढुङ्गा भेट्न सकिन्छ। सो यसको भित्र चाहिँ त्यो मोर्टिस जोइन्ट जस्तो बनाएको हुन्छ, लक गरेको हुन्छ भित्र। अनि माथि गएर हेऱ्यो भने चाहिँ पिलरमा ठ्याक्क स्प्यान कतापट्टि छ त्यतापट्टि चाहिँ यसरी एक्सटेन्ड गरेको हुन्छ। अब यो हाम्रो मोडर्न इन्जिनियरिङले चाहिँ यसलाई हन्स्ड बिम भन्छ। अब यो भर्नाकुलर आर्किटेक्चरमा चाहिँ खासमा यो यसको कम्पोनेन्ट नाम छ। अनि अल्सो जोइस्ट, फ्लोर जोइस्टहरू हेऱ्यो भने चाहिँ यो खालको रेक्ट्याङ्गुलर सेक्सन देखिन्छ। यो चाहिँ पाइनवुड रहेछ होइन एकदम। अनि यो गोलो गोलो देखिएको चाहिँ यो चाहिँ सबै भोटे पिपल। अनि यसको माथि चाहिँ यो के अरे यो बाँसको प्लाइवुड लाउनु भएको रहेछ उहाँहरूले। सो यो चाहिँ बाँसको प्लाइवुड हो। अनि यो चाहिँ यहाँ घरबेटीलाई सोद्धाखेरि चाहिँ इट्स बिन 10 years द्याट दिस ब्याम्बो हेज बिन युज। सो यो देख्दाखेरि चाहिँ 10 years भएछ युज गर्नुभएको, अहिलेसम्म हेर्दाखेरि चाहिँ कतै किरा पनि लागेको छैन होइन, धुलिया पनि लागेको छैन। यस, एन्ड दिस डेकिङ प्यानल्स आर फ्रम तिब्बतबाट ल्याएको रहेछ। अनि यो हेर्दाखेरि चाहिँ एउटा इन्ट्रेस्टिङ पार्ट चाहिँ के थाहा भयो भन्दाखेरि इभन इन अपर हिमालयस द ब्याम्बो क्यान वर्क भेरी गुड। सो यो चाहिँ एउटा स्ट्रक्चरल सिस्टम। अनि टिपिकल स्ट्रक्चरल सिस्टम चाहिँ यही हो यतातिर देखिने।